हेलो गुड आफ्टरनुन एभ्रिवान। आज चाहिँ मेरो चाहिँ पेलिङमा क्याम्प थियो र चाहिँ आएको थिएँ। अन्त यहाँनिर चेरेजी देख्नुहुँदैछ तपाईहरुले, यस्तो पिसफुल हेर्नुस् ल। यस्तो बिजी भयो एकछिन अघिको लागि हो। अहिले चाहिँ लन्च खाएर चाहिँ यहाँ यस्तो एकछिन यहाँको नजारा देखाइदिउँ भनेको। यस्तो पिसफुल भइरहेको छ। कञ्चनजङ्घा चाहिँ अहिले बादलले छेकेर केही देख्दैन रहेछ हो। 12 बजी चाहिँ मर्निङ टाइम र मात्रै हुँदो रहेछ यस्तो बादल खुल्ला। हेलो हेलो हेर्नुहोस् है, अघि चाहिँ राम्रो देखाउनु पाएको थिएन। अहिले चाहिँ म एकछिन यहाँ आएको छु, यस्तो राम्रो देख्दैछ हो। कोही छैन, बिहानै रहेछ एकछिन टुरिस्टहरू, अहिले चाहिँ कोही छैन। हेर्नुहोस् है यस्तो छ, यस्तो पिसफुल। हेर्नुहोस् त, मेरो चाहिँ यो थर्ड टाइम हो यहाँ आएको चाहिँ, पेलिङ आएको चाहिँ। फेरि आउनु पाऊँ। कति पिसफुल छ नि, आम्मामामा कस्तो दामी। आज चाहिँ दिनले पनि यस्तो पानी परेको भए त यस्तो गर्न सक्थेन मैले। आज चाहिँ दामी भयो नि त, चिसो ठिक्कैको वेदर हो। हेर्नुहोस् है, यो चाहिँ पेलिङ वेस्ट सिक्किमबाट आज तपाईहरुलाई देखाइदिएको। हेर्नुहोस् तल छ ग्लासमा चाहिँ। हेर्नुहोस् है, एकछिन ब्रेकमा चाहिँ म यहाँ आएर चाहिँ एकछिन लाइभ देखाइदिएको। थ्याङ्क यू। आज राम्रो भयो दिन भनौँ अहिलेसम्म त। हेर्नुहोस् टुरिस्ट त बिहान मात्रै रहेछ, अहिले त कोही छैन, खाली एकदम छैन। तलनिर एक दुईजना छ वक गर्ने ठाउँमा चाहिँ। यहीँ बसिरहँ जस्तो मन पर्यो मलाई त। आमाम कति मजाको। अब जानुपर्छ। यस्तो छ हो। अन्त गऱ्यो दा नेट चाहिँ खोइ आएन क्या मेरो साथीहरू। किधर गया? त्यति बेलासम्म चाहिँ म बनाइदिन्छु आजलाई। होस्, मेरो साथीहरू आएकै छैन सधैँ। के हो यहाँ चाहिँ? यहाँ छ, कहाँ घुम्नु भयो? म चाहिँ यहाँ एक्लै घुम्दैछु। मजा आइरहेको छ त। हेर्नु न फुलहरू पनि रहेछ। हेर्नुहोस् त, अब झन् नजिकबाट ल। माथि चाहिँ म जानु सक्दिनँ होला अहिले चाहिँ, किनभने वर्कले गर्दा। हेर्नुहोस् कस्तो खाली हो। आमामामा ठिकै छ।
ल मेरो साथीहरू आएको छैन कि एकछिन ग्लासमा चाहिँ कोही छैन ला जुत्तामा जानु हुँदैन पो त है मार्यो म त अब कोही फर्केदा नो 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 आई हेभ टु ओपन माई सुज कि त्यही कारण फर्केँ म उताबाट हेर्नुहोस् आजको नजारा गाली खानु त भएन होला कोही कहाँ गयो नि टाढो गयो जस्तो छ होस् बाई बाई अब म यति नै गर्छु हट्दिनँ म कहाँ चाहिँ गयो आउँदैन पनि बाई बाई